स्वर्गीय दीपक राई स्मृति फुटबल प्रतियोगिता अन्तर्गत यो मैत्रीपूर्ण खेल भइरहेको छ र जसमा गाईघाट यो जुम्बा टिम भर्सेस साकेला टिम जुन चाहिँ यतापट्टि देख्नुहुन्छ बीचमा यता निलो जर्सीमा हुनुहुन्छ जुम्बा टिम र अर्को कालो कालो देखिएको जर्सीमा हुनुहुन्छ आयोजक टिम र जसमा अब सबै खेलाडी साथीहरू अहिले साथीहरू भन्दा पनि खेलाडी दिदीबहिनीहरू अहिले लुङ्गीमा हुनुहुन्छ र आज लुङ्गीमा आकर्षक तरिकाले उहाँहरूले खेल प्रस्तुत गर्नुहुनेछ र उहाँ लुङ्गीमै भिडियो पनि खिचिराख्नु भएको छ ए होइन रहेछ कट्टुमा रहेछ ठिक छ र एकजना प्लेयर एकजना किपर किपरले उच्च सेतो चिनो लगाएको त्यो पोल भन्दा अगाडिको चिनो लगाएको भित्र हातले पक्रिन पायो यता पनि सेम हो त्योभन्दा बाहिर आएर हातले पक्रिनु भने ह्यान्ड भयो है अनि बाँकी 8 जना खेलाडीले हातले पक्रिन पाएन हातले पाए कि त्यसले पनि हान्न पायो खुट्टाले यसले टाउकोले छातीले सबैले हान्न पायो है अनि यो बल यो लाइन छ नि यो लाइन भन्दा बल बाहिर गयो भने यसरी एउटा लाइन छ त्यो झन्डा र यो झन्डाको बिचमा यसलाई टच लाइन भन्छ यो लाइन भन्दा बल बाहिर गयो भने तपाईहरुले छोड्दिनु छु बल लागेर रेफ्रीले अनि हातले इशारा गर्छ कता यता हो कि यता अनि यता इशारा गराउने यताको टिमले हान्ने यता इशारा गराउने यताको टिमले हान्ने है हातले हान्नु त्यसरी जसरी हान्नुहुन्छ तपाईहरुलाई छुट छ आज फल हुँदैन है उता पनि सेम त्यो लाइन छ त्यो झन्डादेखि त्यो झन्डासम्म यसरी लाइन छ त्योदेखि बल बाहिर गयो भने छोड्दिनुस् है ठिकै छ फिल्ड अलि अप्ठ्यारो छ हजुरहरुको जुत्ताहरु अलि चिप्लो छ बिस्तारै खेल्नु होला अनि सक्नुहुन्न केही मेडिकल एटेन्सन चाहियो अप्ठ्यारो भएको छ भने हात उठाइदिनुस् यहाँ मेडिकल हुनुहुन्छ यहाँले आएर हेल्प गर्नुहुन्छ है बाजुमा खेल्ने अनि चेन्ज गर्नु पर्यो भने तपाईले सेकेन्ड टाइममा खेल्न मिल्दैन है अनि चेन्ज गर्न पायो है त्यति हो नियम अब हाम्रो फिफा धुन बज्छ फिफा धुनसँगै हामी खेलाडी भित्र जान्छौँ अगाडि जान्छौँ रेफ्री सँगसँगै सुन्नुहोस् है त्यहाँसम्म जान्छौँ हामी है त्यहाँ गएपछि अनि त्यहाँ फोटो सेसनहरू हुन्छ नेसनल एन्थम त्यहाँ हुन्छ राष्ट्रिय गान बजाउँछौँ राष्ट्रको सम्मानको निम्ति त्यहाँ राष्ट्रिय गान बजाएपछि अनि फोटो सेसन हुन्छ फोटो सेसनपछि अनि हामी सुरु गर्छौँ है क्लियर भयो होइन ल अब अरू सबैजना यता बस्नु यता चाहिँ जुम्बा टिम होइन यता जुम्बा टिम यता ए साकेला टोल टिम यता जुम्बा टिम होइन ल जुम्बा टिम यता आयोजक टिम यो आयोजक टिम साकेला टिम हो भने यता चाहिँ जुम्बा टिम हुनुहुन्छ जुम्बा टिम गाईघाटमा जुम्बा फिटनेस टिम हुनुहुन्छ र आज लुङ्गीमा फुटबल भइरहेको छ अत्यन्तै रमाइलो हुने देखिरहेको छु म किनभने आज फरक तरिकाले जुम्बा टिम र यता साकेला टोल टिम लुङ्गीमा हुनुहुन्छ सबै खेलाडीहरू लुङ्गीमा हुनुहुन्छ आजको खेल निकै रमाइलो हुनेछ र हाफ प्यान्टमा पनि हुनुहुन्छ हाफ प्यान्टमा है आजको खेल निकै आकर्षक र रोचक हुनेछ र फरक पनि हुनेछ अरू दिनभन्दा आजको महत्त्वपूर्ण महिला प्रतियोगितामा सहभागी टिम साकेला महिला लुङ्गी फुटबल प्रतियोगिता महिला खेलाडीको नाम लिन चाहन्छु र यहाँहरुको नाम लिँदाखेरि र खेलाडीहरू क्रमशः यो लुङ्गी पोसाकमै हुनुहुन्छ र आज यो स्वर्गीय दीपक राई स्मृति फुटबल प्रतियोगिताको यो लगभग अन्तिम दिनमा यो मैत्रीपूर्ण खेल भइरहेको छ र जसमा गाईघाट जुम्बा टिम भर्सेस यो आयोजक साकेला टोलका महिला दिदीबहिनीहरू बीच मैत्रीपूर्ण खेल हुने यो कार्यतालिका रहेको थियो र सोही अनुसार आज खेल भइरहेको छ जर्सी नम्बर 16 संगीता राई जर्सी नम्बर 3 दिलमाया श्रेष्ठ जर्सी नम्बर 9 र अहिले स्क्रिनमा तपाईँ देखिरहनु भएको छ गीता राई हुनुहुन्छ जो यो फुटबल प्रतियोगिता जसको स्मृतिमा खेल भइरहेको छ उहाँ दीपक राईको धर्मपत्नी पनि हुनुहुन्छ उहाँ आयोजक पनि हुनुहुन्छ त्यसो भएको हुनाले फेरि यो चाहिँ
साकेला टोल यो आयोजक फुटबल टिम हो भने यतातिर भर्सेस उहाँहरूको बिचमा खेल हुँदैछ र यतातिर अर्को फुटबल यता अर्को टोली रहेको छ यो जुम्बा टोली हो यो चाहिँ गाईघाट जुम्बा टिम हो जुम्बा टिम हो जो जुम्बा टोली बिचमा फोटो सेसनको काम चलिरहेको छ अहिले फोटो सेसन चलिरहेको छ यो चाहिँ जुम्बा टोली गाईघाटको जुम्बा टोली हो अहिले फोटो सेसन भइरहेको छ केन्द्रिका चौधरी बसन्ती चौधरी मनिषा राई बृहस्पति राई चन्द्रकला राई इन्द्र मगर मन्दिरा खिमिरा त्यस्तै अरुणा मगर देविका मगर मनिषा यो जुम्बा टोली हो र जुम्बा टिम भर्सेस यो टोली अर्थात् यो आयोजक टोली हो यो साकेला टोलका यो चाहिँ समूह हो र उहाँहरू आयोजकको तर्फबाट लुङ्गी लाएर फुटबल मैदानमा उपस्थित हुनुहुन्छ र यसै गरी अब केही समयपछि नै अब प्रतियोगिता हुने आयोजकले हामीलाई जानकारी गराएको छ त्यही अनुसार अब हामीले यो टाँगिएको घेरा बेराभन्दा बाहिर बसेर यो खेलको र खेलाडीहरू बीच आपसमा छलफल भइरहेको छ र तपाईँ देख्नुहुन्छ यहाँ सबै खेलाडीहरूले माथि जर्सी लाउनु भएको छ र तल लुङ्गी लाउनु भएको छ र लुङ्गी प्रतियोगिता भनेर चाहिँ भनिएको छ निकै अरू खेलभन्दा यो फरक र आकर्षक हुने अनुमान गरिएको छ किनभने पहिलोपटक जिल्लामा लुङ्गीसहित महिला दिदीबहिनीहरू पनि फुटबल प्रतियोगितामा आधिकारिक रूपमा यहाँ प्रतिस्पर्धामा हुनुहुन्छ र दर्शकहरू बत्तेबाट यहाँ हुटिङ गर्ने हो त आज साकेलाको लागि हुटिङ कति छ एकचोटि सुन्नु है त आवाज र उहाँहरू बिच आपसी छलफल भइरहेको छ र यता अभ्यास सुरु भइसकेको छ र मध्यान्तर अघि उहाँहरू यी खेलाडीहरू खेल्नुहुनेछ भने वैकल्पिक खेलाडीहरू बाहिर हुनुहुन्छ र हुटिङ चलिरहेको छ र हामी देखिरहेको छौँ मैदानको उत्तरतर्फ साकेला महिला समूह साकेला टोल विकास संस्था रहनुभएको छ भने मैदानको दक्षिणतर्फ हरियो जर्सी रातो लुङ्गीमा हुनुहुन्छ उदयपुर जुम्बा फिटनेसको टिम म दुवै टिमलाई सफलताको शुभकामना सहित उत्कृष्ट प्रहार थियो त्यहाँ उदयपुर जुम्बाको तर्फबाट तर गोल भने हुन सकेन अहिले भइरहेको खेल उदयपुर जुम्बा विरुद्ध आयोजक साकेला आमा समूहको बीच यो लुङ्गीको फुटबल प्रतियोगिता भइरहेको छ भने अहिलेसम्म कुनै टिमबाट कुनै पनि गोल हुन सकेको छैन हामी आशा गरौँ यो खेल अझै रोमाञ्चकारी र सनसनीपूर्ण हुनेछ त्यहाँ गोलकिपर सुट प्रहार गर्दै खेल मैदानको बीच भागमा बल रहेको छ उदयपुर जुम्बा टिम बल अगाडि बढाउँदै आयोजक साकेला आमा समूहले केही उत्कृष्ट खेल खेल्नुपर्ने हुन्छ यहाँ अगाडि बढाइसक्नु भएको छ आयोजक साकेला आमा समूहको टिमले सेन्टरभन्दा अगाडि बढाइसक्नु भएको छ त्यहाँ बसन्तीद्वारा Salam.
यो भर्खरै उदयपुर जुम्बा टिमको तर्फबाट पहिलो गोल भएको छ। गोल गर्ने खेलाडी हुनुहुन्छ